नमस्कार। हिजोको एपिसोडमा हामीले फाइनेन्सियल एसेट भ्यालुएसनको विषयमा चर्चा गरौँ, जसमा फाइनेन्सियल एसेट भनेको के हो, यसका विशेषताहरू, यसका प्रकारहरूको विषयमा हामीले चर्चा गरेका थियौँ। जसमा हामीले फाइनेन्सियल एसेट्स बोन्डको विषयमा पनि हामीले चर्चा गरेका थियौँ, जसमा बोन्ड भनेको के हो, यसका विशेषताहरू र यसका प्रकारहरूको विषयमा पनि हामीले चर्चा गरेका थियौँ। अब आज हामी चर्चा गर्नेछौँ बोन्डको भ्यालुएसन कसरी गरिन्छ। आउनुहोस् वान बाई वान हेर्दै जाउँ बोन्डको मूल्याङ्कन कसरी गरिन्छ। हाम्रो पहिलो नम्बरमा रहेको छ कुपन बोन्ड विथ अ फाइनाइट म्याच्युरिटी है। कुपन बोन्ड विथ अ फाइनाइट म्याच्युरिटी भनेको के हो भन्ने विषयमा त अब हाम्रो छलफल भइसकेको छ है। अब यो कुपन बोन्ड विथ अ फाइनाइट म्याच्युरिटी कसरी चिन्ने होइन। अब हामीले त एउटा क्वेसन दिएको हुन्छ, त्यसको हामीले मूल्याङ्कन गर्नु छ है। अब त्यो क्वेसन पढेर हामीले चाहिँ कुपन बोन्ड विथ अ फाइनाइट म्याच्युरिटी हो कि जिरो कुपन बोन्ड हो कि पर्पेचुअल बोन्ड हो कि कसरी चिन्ने होइन भन्ने कुरा चाहिँ सुरुमा हामीले जानकारी लियौँ है त। कुपन बोन्ड विथ अ फाइनाइट म्याच्युरिटीको हामीले विशेषताहरू थाहा पाउनुपर्छ। के यसको फिचरहरू छ भने चाहिँ त्यो कुपन बोन्ड विथ अ फाइनाइट म्याच्युरिटी हो है। यसको फिचरहरू हेरौँ, जम्मा 4वटा कमन फिचरहरू चाहिँ हुनै पर्यो त्यो क्वेसनमा। पार भेल्युको कुरो गरेकै हुनु पर्यो होइन, कुपन रेटको कुरो पनि गरेको हुनु पर्यो, म्याच्युरिटी अफ पिरियड पनि त्यसको विषयमा पनि कुरो गरेको हुनु पर्यो, म्याच्युरिटी भ्यालु त्यसको विषयमा पनि कुरो गरेको हुनु पर्यो है। यी 4वटा कमन फिचरहरू छ भने त्यसलाई चाहिँ भन्छ कुपन बोन्ड विथ अ फाइनाइट म्याच्युरिटी भन्छ। जसमा कहिलेकाहीँ क्वेसनले चाहिँ पार भेल्यु यति हो भन्दैन है। पार भेल्यु भनेको सबै बोन्डमा हुन्छ है त। जिरो कुपन बोन्डमा पनि हुन्छ, पर्पेचुअलमा पनि हुन्छ, कुपन बोन्ड विथ फाइनाइट म्याच्युरिटीमा पनि हुन्छ, सबैमा हुन्छ है। त्यही भएर कहिलेकाहीँ चाहिँ क्वेसनले पार भेल्यु दिँदैन है। हामीले कति मान्नुपर्ने हुन्छ, 1000 हो भन्ने कुरा चाहिँ हामीले मान्नुपर्ने हुन्छ। अनि विशेष गरी यो कुपन रेट छ कि छैन त्यो विचार गर्ने है। अनि अर्को छ म्याच्युरिटी पिरियड छ कि छैन त्यो विचार गर्ने। अब म्याच्युरिटी पिरियड दिएको छ भने म्याच्युरिटी भ्यालु पनि हुन्छ है। म्याच्युरिटी पिरियड दिएको छैन भने म्याच्युरिटी भ्यालु हुँदैन। ठिक छ। यो म्याच्युरिटी पिरियड दिएको छ कि छैन र कुपन रेट दिएको छ कि छैन, विशेष गरी 4वटा मध्ये पनि बी र सीकोलाई विशेष गरी ध्यान दिने। कुपन रेट छ कि छैन, म्याच्युरिटी पिरियड छ कि छैन है। म्याच्युरिटी पिरियड छ भने म्याच्युरिटी भ्यालु पनि हुन्छ, म्याच्युरिटी पिरियड छैन भने म्याच्युरिटी भ्यालु पनि हुँदैन। अब यो क्वेसनलाई सल्भ गर्नको लागि यो कुपन बोन्ड विथ अ फाइनाइट म्याच्युरिटीको हामीले भ्यालुएसन गर्नको लागि एउटा क्वेसन हेरौँ है त। जुन क्वेसन रहेको छ हाम्रो अस्मिता पब्लिकेसनको बुकबाट मैले ल्याएको हो, जसमा चाहिँ हाम्रो 5.1मा दिएको छ। 5.1मा के भनेको छ भन्दाखेरि कम्प्युट भ्यालु अफ द फलोइङ बोन्ड भनेको छ। बोन्डको मूल्य पत्ता लगाऊ भनेको छ यसमा है। यसमा हामीलाई 3वटा क्वेसनहरू दिएको छ, नम्बर ए, नम्बर बी र नम्बर सी दिएको छ है। यो बेग्ला बेग्लै बोन्डहरू छ यसमा है। जसमध्ये हामीले फाइनाइट म्याच्युरिटीको विषयमा हामी पढिरहेछौँ नि त होइन। जुन चाहिँ कुन क्वेसनमा छ भन्दाखेरि यो लास्ट क्वेसन छ नि, सी नम्बरमा छ है यो क्वेसन चाहिँ है। यो क्वेसनको हामीले सल्भ गरेर एकपल्ट हेर्छौँ है त। ठिक छ। यो क्वेसन सीमा चाहिँ हाम्रो के भनेको छ भन्दाखेरि रुपिज 1000 पार भेल्यु बोन्ड विथ 8 years म्याच्युरिटी एन्ड ह्याभ अ कुपन इन्ट्रेस्ट रेट अफ 7.5%। इन्भेस्टर डिजायर 12% इल टु म्याच्युरिटी। अब यो यति पढिसके पछाडि अब हामीले थाहा पाउनु पऱ्यो के कुराहरू थाहा पाउनु पऱ्यो। एकपल्ट 5.1को सीको हेरौँ है त। यसमा हामीले सुरुमा गिभन टिप्छौँ है त। गिभन टिप्दाखेरि रुपिज 1000 पार भेल्यु छ, पार भेल्यु भनेर हामी लेख्छौँ होइन। विथ 8 years म्याच्युरिटी, 8 years म्याच्युरिटी भनेपछि यो म्याच्युरिटी पिरियड हो, विशेष गरी म्याच्युरिटी पिरियड छ कि छैन त्यो हेर्ने है। म्याच्युरिटी पिरियड जसलाई एनले डिनोटेड गर्ने 8 years। किन एनले डिनोटेड गरिन्छ भन्दाखेरि यो फर्मुलामा हामीले एप्लाई गर्नुपर्छ, त्यही भएर म्याच्युरिटी पिरियडलाई जहिले पनि एनले डिनोटेड गर्ने है। कति वर्ष छ अरे अब हाम्रो म्याच्युर हुन 8 वर्ष बाँकी छ। अनि अर्को छ ह्याभ अ कुपन इन्ट्रेस्ट रेट अफ 7.5% होइन। कुपन इन्ट्रेस्ट रेट यो पनि छ कि छैन हामीले विचार गर्छौँ र कुपन रेट भनेर लेख्छौँ 7.5%। यो कुपन रेट भनेको कस्तो हुन्छ भन्दाखेरि हामीले कम्पनीले बोन्ड इस्यु गर्यो, हामीले पार भेल्यु 1000 रुपियाँमा त्यो बोन्ड किन्यौँ होइन। किनिसके पछाडि अब हामीले किन किन्छौँ भन्दाखेरि हामीले त ब्याज पाउनको लागि हो, वर्ष पछि ब्याज आउँछ हाम्रो। कति आउँछ भन्दाखेरि कम्पनीले अगाडि नै तोकेको हुन्छ, इस्यु गर्दाको समयमै तोकेको हुन्छ।
7.5% को रेटले चाहिँ इन्भेस्टरहरूलाई वर्षै पछि ब्याज दिने भनेको हुन्छ, जसको नाम हो कुपन इन्ट्रेस्ट रेट। यो कहिले पनि चेन्ज हुँदैन। हामीले त अब 8 वर्षको लागि किनेको, जसको म्याच्युरिटी पिरियड छ 8 वर्ष छ होइन। 8 वर्षको लागि आज हामीले यो बोन्ड किन्दैछौँ भने 8 वर्षसम्म नै हामीले कति पाउँछौँ? 7.5%को रेटले पाइरहन्छौँ। मार्केटमा इन्ट्रेस्ट रेट त अब घटबढ भइरहन्छ होइन, कहिले बढ्ने हुन्छ कहिले घट्ने हुन्छ, तर यो कुपन रेट भनेको कहिले पनि घट्दैन। सुरुमा फिक्स गरिसके पछाडि मार्केटमा चाहे बढिरहोस् चाहे घटोस् होइन, जे भए पनि यो फिक्स गरेको रेट कहिले पनि चेन्ज आउँदैन। मार्केटमा घट्यो भने घटाउने, बढ्यो भने बढाउने कुरो चाहिँ आउँदैन है। जसलाई भन्छ कुपन रेट भन्छ, यो कुपन रेट जहिले पनि के हुन्छ? फिक्स हुन्छ है। कति फिक्स गरेको छ? 7.5% होइन। अनि अर्को छ इन्भेस्टर डिजायर 12% इल टु म्याच्युरिटी। यो भनेको डिजायर रेट हो। डिजायर रेट हाम्रो कति पर्सेन्ट छ? 12%। यो डिजायर रेट अथवा इल टु म्याच्युरिटी यो के हो भन्दाखेरि मार्केटमा अहिले चाहिँ कति प्रतिशतले चलिरहेको छ होइन, त्यो इन्ट्रेस्ट रेटलाई चाहिँ भन्छ इल टु म्याच्युरिटी भन्छ, जसलाई कस्ट अफ डेट पनि भन्छ, डिजायर रेट अफ रिटर्न पनि भन्छ, रिक्वायर रेट अफ रिटर्न पनि भन्छ, कस्ट अफ क्यापिटल पनि भन्छ। यसको धेरैवटा नाम छ है। जुन चाहिँ मार्केटमा चलिरहेको रेटलाई चाहिँ के भन्छ? इल टु म्याच्युरिटी, डिजायर रेट यिनीहरू भन्छ है। यो यसमा 7.5% छ कुपन इन्ट्रेस्ट रेट होइन। अर्को रेट छ हाम्रो इल टु म्याच्युरिटी छ है। यी अलग अलग हुँदै त इस्यु गरेको समयमा चाहिँ त्यो फिक्स गरिदिएको रेट हुन्छ, त्यो कुपन रेट हो। अनि अहिले करेन्टली चाहिँ कति चलिदिएको छ मार्केटमा भन्दाखेरि, यो त मार्केट भनेको त हाम्रो चेन्ज भइरहन्छ होइन। चेन्ज भएर अहिले कति पुगेको रहेछ भन्दाखेरि 12% रहेछ। अब हामीले त वर्षैपछि हामीले भ्यालुएसन गर्छौँ नि त। भ्यालुएसन गर्दाखेरि त कुपन रेट त हाम्रो फिक्स नै हुन्छ 7.5%, तर यो डिजायर रेट अथवा मार्केट इन्ट्रेस्ट रेट भनेको हाम्रो के भइरहेको छ? चेन्ज भइरहन्छ। यो चेन्ज भएको कारणले गर्दाखेरि के हुन्छ? बोन्डको भ्यालुएसनमा के हुन्छ? परिवर्तन आउँछ। कहिले बोन्डको भ्यालु बढिरहेको हुन्छ, कहिले बोन्डको भ्यालु घटिरहेको हुन्छ है। अब कस्तो अवस्थामा बढ्छ कस्तो अवस्थामा घट्छ भन्ने कुरा चाहिँ अहिले म अन्तिममा यो सल्भ गरिसके पछाडि भन्छु है त, ठिक छ। अब यसलाई कसरी लेख्ने त भन्दाखेरि इल टु म्याच्युरिटीलाई हामीले के लेख्छौँ? कस्ट अफ डेट भनेर लेख्छौँ यसमा है। इल टु म्याच्युरिटी जसलाई केडीले डिनोटेट गरिन्छ, जुन चाहिँ 12% है। अब मार्केट इन्ट्रेस्ट रेट भने पनि हामीले केडीले डिनोटेट गर्ने होइन, इल टु म्याच्युरिटी भने पनि केडीले डिनोटेट गर्ने, डिजायर रेट भने पनि केडीले डिनोटेट गर्ने, अनि क्यापिटल रेट भन्यो भने होइन, कस्ट अफ क्यापिटल भन्यो भने पनि हामीले केले डिनोटेट गर्छौँ? केडीले नै डिनोटेट गर्छौँ, जुन चाहिँ यसको धेरैवटा नामहरू दिएको हुन्छ है। जुन चाहिँ रेट चाहिँ हाम्रो के भइरहन्छ? चेन्ज भइरहन्छ होइन। यी 4वटा कुराहरू यहाँ दिएको छ है। अब हामीलाई अरू के चाहिन्छ त? अब हामीलाई कसरी चिन्नु त भन्दाखेरि, अब यसमा हेर्नु न, म्याच्युरिटी पिरियड छ 8 इयर्स होइन, म्याच्युरिटी पिरियड छ, अनि कुपन रेट पनि छ नि। विशेष गरी यी दुइटालाई चाहिँ राम्ररी हेर्ने है हुन्छ। म्याच्युरिटी पिरियड पनि दिएको छ, कुपन रेट पनि दिएको छ भनेपछि यो हाम्रो के हो? फाइनाइट म्याच्युरिटी अफ बोन्ड हो। अब हामीलाई अरू के चाहिन्छ त भन्दाखेरि, अब यसमा पार भेल्यु दिएको छ 1000 होइन। 1000मा हामीले त्यो बोन्ड किन्यौँ, 8 वर्षको लागि किनेको हो, वर्षपछि हामीलाई 7.5% दिन्छ। 7.5% भनेको कति हो? यसलाई एमाउन्टमा निकाल्नुपर्छ, जसलाई भन्छ कुपन एमाउन्ट भन्छ है। कुपन एमाउन्ट जसलाई हामीले आईले डिनोटेट गर्छौँ होइन। यसको फर्मुला के त भन्दाखेरि पार भेल्यु इन्टु कुपन रेट होइन। 1000को 7.5% चार्ज गर्ने है। चार्ज गर्दाखेरि हाम्रो कति हुन्छ? 1000 इन्टु 7.5 पऱ्यो भने 75 रुपिस हुन्छ है। यसलाई हामीले आईले डिनोटेट गर्छौँ। किन आईले डिनोटेट गर्ने भन्दाखेरि यसलाई हामीले फर्मुलामा एप्लाई गर्नुपर्छ है। कुपन एमाउन्ट भनेर हामीले क्यालकुलेट गर्छौँ, क्यालकुलेट गरिसके पछाडि हामीले यसलाई फर्मुलामा एप्लाई गर्छौँ, ठिक छ। यो भयो। र अर्को छ हाम्रो, अब म्याच्युरिटी पिरियड चाहिँ 8 इयर्स छ नि होइन। भनेको मतलब 1000 रुपियाँमा आज हामीले बोन्ड किन्यौँ, वर्षैपछि 7.5%को रेटले हामीले पाउँछौँ। कति पाउँछौँ भन्दाखेरि 75 रुपिस। कहिलेसम्म? 8 इयर्ससम्म। फर्स्ट इयर 75, सेकेन्ड इयर 75, थर्ड इयर 75, हुँदा हुँदा 8 इयर्ससम्म 75। अब आफ्टर 8 इयर्स होइन कति पाउँछौँ त होइन? 8 वर्ष पछाडि त 9 वर्ष त यो त जाँदैन होइन। भनेपछि 8 इयर्समा उसले के गर्नुपर्छ? यो 1000 रुपियाँ हामीलाई फिर्ता दिनुपर्ने हुन्छ
है, जसलाई भन्छ म्याच्युरिटी भ्यालु है। म्याच्युरिटी भ्यालु कति हुन्छ त भन्दाखेरि यसलाई एमले डिनोटेड गर्ने होइन, यो फर्मुलामा एप्लाई हुन्छ। अन्तिममा हामीले कति पाउँछौँ? 1000 रुपियाँ। त्यही हामीले प्रिन्सिपल फिर्ता पाउँछौँ होइन, सामा रकम के हुन्छ? फिर्ता पाउँछौँ है, जसलाई हुन्छ म्याच्युरिटी भ्यालु। अब म्याच्युरिटी भ्यालु किन 1000 रुपियाँ हुन्छ भन्दाखेरि क्वेसनले यहाँ म्याच्युरिटी भ्यालुको विषयमा केही पनि भनेको छैन। अन्तिममा कति फिर्ता हुन्छ? फिर्ता चाहिँ हुन्छ, 100% फिर्ता हुन्छ है। तर जतिमा सुरुमा हामीले इस्यु गरेको छ नि, 1000मा इस्यु गरेको हो नि है, 1000मा इस्यु गरेको हो भने अन्तिममा पनि हाम्रो कति नै आउँछ पैसा? 1000 नै आउँछ है। कम्पनीलाई हामीले 1000 रुपियाँ दिएको हो। किन दिएको भन्दाखेरि वर्षैपछि हामीले ब्याज खानको लागि हो। ब्याज कति आउँछ भन्दाखेरि 7.5% आउँछ। 7.5% भनेको कति हो? 75 रुपिज हो होइन। अब ब्याज मात्रै आएर त भएन नि त, अब म्याच्योर्ड भइसके पछाडि त सामा रकम पनि त आउनु पर्यो नि त होइन, जसलाई हुन्छ म्याच्युरिटी भ्यालु। कति हुने रहेछ हाम्रो? हामी एजुम गर्छौँ है, क्वेसनले दिएको छैन भने हामी एजुम गर्छौँ। कति एजुम गर्छौँ? जति पार भ्याल्यु हो त्यति नै एजुम गर्छौँ। कति हुन्छ? 1000 है। यो हो गिभन भयो होइन। हो यसरी हामीले चिन्ने के दिएको छ भन्दाखेरि म्याच्युरिटी पिरियड र कुपन रेट, यी दुईवटा छ भने यो के भयो त? विशेष गरी यी दुईवटालाई हामी हेर्छौँ। यी दुईवटा छ भने यो चाहिँ के हो? फाइनाइट म्याच्युरिटी अफ बोन्ड हो यो है, हुन्छ। यो चाहिँ भनेको फाइनाइट म्याच्युरिटीको अब हामीले के गर्छौँ? यसको भ्यालुएसन गर्छौँ। कसरी भ्यालुएसन गर्ने? अब हामीले गिभन त टिपौँ होइन, गिभन टिपिसकेपछि यसको मूल्याङ्कन गरौँ है त। ल हाम्रो गिभन चाहिँ यही हो है। अब यो चाहिँ कस्तो हुन्छ त भन्ने कुरा, मूल्याङ्कन कसरी गर्ने त? के हो मूल्याङ्कन भनेको होइन भन्दाखेरि जस्तो अब हामी त अहिले यहाँ प्रेजेन्टमा छौँ होइन, यो पिरियडमा छौँ, जिरो पिरियडमा छौँ। अब हाम्रो कहिले म्याच्योर हुन्छ भन्दाखेरि भविष्यमा त 1 वर्षको बित्छ, 2 वर्ष बित्छ, 3 वर्ष हुँदै हुँदैन 8 वर्ष बित्छ नि त, यो त भविष्यको कुरा हो नि त होइन। 8 वर्ष बितिसके पछाडि होइन, यो हाम्रो क्यास फ्लोहरू हुन्छ नि, वार्षिक क्यास फ्लो हुन्छ नि, सबैलाई हामीले के गर्ने? आज प्रेजेन्टमा ल्याउने है। 1 वर्ष पछाडि हाम्रो 75 रुपिज आउनेवाला छ होइन। 1 वर्ष पछाडि 75 रुपियाँ आउनु भनेको कति आउनु हो? दोस्रो वर्ष पछाडि पनि 75 रुपिज आउनु भनेको आज कति आउनु हो? थर्ड इयरको 75 भनेको आजको भ्यालु कति? फोर्थ इयरको भनेको त्यसरी नै सबैको हामीले के गर्छौँ? सबैलाई हामीले प्रेजेन्टमा ल्याउँछौँ डिस्काउन्ट गर्दै। कति प्रतिशतले डिस्काउन्ट गर्छौँ भन्दाखेरि हामी त जिरो पिरियडमा छौँ। आजको रेट कति त भन्दाखेरि यहाँ इल्ड टु म्याच्युरिटी छ नि, इन्ट्रेस्ट मार्केट इन्ट्रेस्ट रहेछ नि 12%, यसले डिस्काउन्ट गर्दै ल्याउँदै, डिस्काउन्ट गर्दै ल्याउँदै, डिस्काउन्ट गर्दै ल्याउँदै गर्छौँ होइन। सबैलाई फ्युचरमा आउने जति क्यास फ्लो छ भविष्यमा 75 75 75 आइरहन्छ 8औँ वर्षसम्म, र 8 वर्ष पछाडि हाम्रो 1000 रुपियाँ फिर्ता आउँछ। यो 1000 रुपियाँलाई पनि के गर्छौँ? हामीले प्रेजेन्टमा ल्याउँछौँ। सबैलाई प्रेजेन्टमा ल्याइसके पछाडि हामीले के गर्छौँ? सबैलाई जोडिदिन्छौँ। जोडिसके पछाडि जति हाम्रो टोटल हुन्छ त्यही हो हाम्रो भ्यालु अफ बोन्ड है। बोन्डको भ्यालुएसन त्यसरी गरिन्छ है त। यो भयो। भनेपछि हामीले के गर्नुपर्ने रहेछ? फ्युचरको क्यास फ्लोलाई हामीले प्रेजेन्टमा ल्याउनु पर्ने रहेछ, अनि त्यसको सम गर्नुपर्ने रहेछ है। सम गरिसके पछाडि जति आउँछ त्यो नि हाम्रो के रहेछ? भ्यालु अफ बोन्ड रहेछ। अब यसमा प्रेजेन्टमा ल्याउने कुरा त हामीले त अब टाइम भ्यालु अफ मनीमा त हामीले सिकिसकेको छौँ, कसरी फ्युचर क्यास फ्लोलाई प्रेजेन्टमा ल्याउने भन्ने कुरा है। अब यसको एउटा फर्मुला छ, त्यो फर्मुलामा एप्लाई गरेर हेरौँ न त है कस्तो हुन्छ। गिभन चाहिँ हाम्रो यही हो है। पार भेल्यु, म्याच्युरिटी पिरियड, कुपन रेट, इल्ड टु म्याच्युरिटी होइन, कुपन एमाउन्ट, म्याच्युरिटी भ्यालु, हाम्रो त गिभन त यही हो है। अब यसको हाम्रो सोल्युसन कसरी गर्ने? सोल्युसनमा एउटा फर्मुला छ है। फाइनाइट म्याच्युरिटीको एउटा फर्मुला छ, V0 इज इक्वल टु आई इन्टु पिभिआई अफ ए केडी पर्सेन्ट एन प्लस एम इन्टु पिभिआई अफ केडी पर्सेन्ट एन। यो पिभिआई अफ ए र पिभिआई अफ भनेको के हो भन्ने कुरा त हामीले अगाडि नै टाइम भ्यालु अफ मनीमा पढिसकेको छौँ होइन। सबै फ्युचरमा आउने क्यास फ्लोलाई चाहिँ हामीले के गर्छौँ? प्रेजेन्टमा ल्याउँछौँ। प्रेजेन्टमा ल्याउने फर्मुला हो है। अब हेरौँ है त के हुने रहेछ। V0 त हाम्रो भ्यालुएसन अफ बोन्ड V0 होइन। V0लाई डिनोटेट गरिन्छ भ्यालु अफ बोन्ड इज इक्वल टु आई भनेको 75 हो है। अघि हामीले आई भनेर लेखेको छ नि कुपन एमाउन्ट, यो त हामीले निकाल्नै पर्छ होइन। पार भेल्यु इन्टु कुपन रेट चार्ज गरेपछि 75 आउँछ, 75 यहाँ राख्ने है। पार भेल्युको कुपन रेटले चार्ज गरेको है त।
अनि अर्को छ पिभिआइएफए भन्ने फ्याक्टर लगाउँछौँ हामी। किन पिभिआइएफए भन्ने फ्याक्टर लगाउँछौँ भन्दा यो 75 रुपिस भनेको एकपटक आउने होइन नि त, 8चोटि आउने हो है। फर्स्ट इयरदेखि लिएर 8 इयरसम्म आइरहन्छ, लगातार आइरहन्छ, एउटै एमाउन्टमा आइरहन्छ भने यसलाई एन्युटिज भन्छ यसलाई है। यो एन्युटिज भयो। एन्युटिजमा हामीले अब एन्युटिजको केसमा हामीले के गर्छौँ, पिभिआइएफए भन्ने फ्याक्टर लगाउँछौँ। फ्याक्टर लगाएर यसलाई प्रेजेन्टमा ल्याउँछौँ है। कति पर्सेन्टले डिस्काउन्ट गर्ने त भन्दाखेरि अहिले चलेको रेट भनेको त वाइटिएम इन्टु म्याच्युरिटी, मार्केटमा कति प्रतिशत रेट अहिले चलिरहेको छ बजारमा भन्दा 12%ले, भनेपछि 12% केडी भनेको 12% यहाँ राख्छौँ। यसको म्याच्युरिटी पिरियड एन्ड भनेको 8 इयर्स हो है, यो राख्छौँ। प्लस एम, एम भनेको म्याच्युरिटी भ्यालु अन्तिममा हाम्रो कति आउँछ, 1000 रुपिस आउँछ म्याच्युरिटी भ्यालु हो, इन्टु यो 1000 रुपियाँ भनेको एकपटक आउँछ, वर्षै पछि त आउने होइन, 8 वर्ष पछाडि आउँछ, एकचोटि आउँछ, वान टाइम हो यो होइन। वान टाइममा हामीले के यसलाई सिङ्गल एमाउन्ट भन्छ है। यसलाई प्रेजेन्टमा ल्याउनु पऱ्यो भने हामी कुन फ्याक्टर लगाउँछौँ, पिभिआइएफ फ्याक्टर लगाउँछौँ, पिभिआइएफ ए होइन, पिभिआइएफ है। 12%ले 8 इयर्स चार्ज गरेर हामीले के गर्छौँ, यसलाई प्रेजेन्टमा ल्याउँछौँ है। अनि यो सबैलाई एड गरेपछि हाम्रो के आउँछ, B0 आउँछ। कसरी आउँछ एकपल्ट हेरौँ। B0 इजिकल टु 75 त्यही भइहाल्यो। पिभिआइएफए 12%को 8 इयर्समा हामीले एउटा फ्याक्टर हेर्छौँ होइन, जुन चाहिँ पिभिआइएफ टेबल हुन्छ, जुनको बुकको पछाडि हुन्छ है। त्यसमा हामीले हेर्ने 12%को 8 इयर्समा हामी हेर्छौँ है। हामीले हेर्ने तरिका त टाइम भ्यालु अफ मनीमा त सिकिसकेको छौँ होइन, त्यो हेर्छौँ। फ्याक्टर कति रहेछ भन्दाखेरि 4.9676 रहेछ यसको, 12%को 8 इयरमा हेर्दाखेरि है। प्लस यो प्लस 1000 जस्ता जस्तै इन्टु, अनि पिभिआइएफ 12% 8 होइन। पिभिआइएफको फ्याक्टर चाहिँ कति रहेछ भन्दाखेरि 0.4039 रहेछ है। अब सबैलाई मल्टिप्लाई गर्दाखेरि यो प्रेजेन्टमा आउँछ। मल्टिप्लाई गर्ने B0 भनेको कति रहेछ, 777.78 रहेछ, भनेको आजको हाम्रो मूल्य भनेको 777.78 रहेछ है। अनि हामीले एन्सर लेखिदिन्छौँ, द भ्यालु अफ बोन्ड इज रुपिस 777.78। आजको मूल्य चाहिँ कति रहेछ, यो बोन्डको मूल्य चाहिँ 777 रहेछ है त। सुरुमा हामीले इस्यु गर्दाखेरि होइन, कम्पनीले इस्यु गर्दाखेरि हामीले कतिमा किनेको थियौँ, पार भेल्यु हेर्नु त 1000 रुपियाँ। 1000 रुपियाँ पर्ने बोन्ड अहिले कति पर्यो, 777 पर्यो होइन। 1000 रुपियाँ पर्ने बोन्ड कतिमा यसको अहिलेको भ्यालु कति रहेछ, 777 रहेछ, थोरै रहेछ नि त होइन। बोन्डको भ्यालु चाहिँ किन थोरै भयो त भन्दाखेरि यो भनेको के हो भन्दाखेरि यो मार्केट इन्ट्रेस्ट रेटको कारणले गर्दा हो है। मार्केट इन्ट्रेस्ट रेट घट्ने बढ्ने घट्ने बढ्ने भइरहन्छ। यदि मार्केट इन्ट्रेस्ट रेट 7.5 नै थियो, कुपन रेट बराबर नै थियो भने कति आउँथ्यो, 1000 रुपियाँ, ट्याक्कै 1000 रुपियाँ आउँथ्यो है। अहिले मार्केटमा कति पर्सेन्ट चलिरहेको छ, 12%। अनि बोन्डले चाहिँ कति दिइरहेछ भन्दाखेरि 7.5%। कुपन रेटभन्दा मार्केटको इन्ट्रेस्ट रेट बढी छ भने बोन्डको भ्यालु के हुन्छ, कम हुन्छ है। अब रिलेसन हेर्नु पऱ्यो भने भ्यालु अफ बोन्ड र है इल्ड टु म्याच्युरिटी मार्केट इन्ट्रेस्ट रेट के हुन्छ, नकारात्मक सम्बन्ध, नेगेटिभ रिलेसन हुन्छ क्या यसको है। इल्ड टु म्याच्युरिटी यो हाम्रो प्रतिशत बढ्दै गयो, कुपन रेट भन्दाखेरि यो इल्ड टु म्याच्युरिटी छ नि होइन, यो हाम्रो बढ्दै गयो, मार्केट इन्ट्रेस्ट रेट बढ्दै गयो भने बोन्डको भ्यालु के हुँदै जान्छ, घट्दै आउँछ। किन भन्दाखेरि यदि मसँग 1000 रुपियाँ पैसा छ, अहिले भनौँ न 1000 रुपियाँ पैसा छ, मैले बोन्ड किनेँ भने मैले कति पाउँछु, 7.5% मात्रै वर्षै पछि ब्याज पाउँछु। तर त्यो 1000 रुपियाँ मैले मार्केटमा अन्त्य लगानी गरेँ, ब्याङ्कमा डिपोजिट गरेँ भने ब्याङ्कले मलाई 12% दिन्छ भने अब मैले के गर्छु भन्दाखेरि मेरो 1000 रुपियाँ त म के गर्छु, ब्याङ्कमा लगेर राख्छु नि त, मैले कति पाउँछु, 12%ले ब्याज पाउँछु है। भनेपछि के हुन्छ, बोन्डको डिमान्ड त घट्यो, बोन्डको डिमान्ड घट्यो भनेपछि के हुन्छ, बोन्डको प्राइस पनि घट्यो है। के हुने रहेछ त्यसो भए, कुपन रेटभन्दा इल्ड टु म्याच्युरिटी बढी छ अथवा कुपन रेट कम छ भने बोन्डको भ्यालु पनि के हुन्छ, कम हुन्छ। कुपन रेट बढी छ भने बोन्डको भ्यालु पनि के हुन्छ, बढी हुन्छ। किन भन्दाखेरि यो इल्ड टु म्याच्युरिटी मानिलिउँ यो 7.5 भन्दा कम थियो, 6% थियो मानिलिउँ भने के हुन्छ त्यस्तो अवस्थामा, यदि मसँग पैसा छ भने म के गर्छु, बोन्ड किन्नतिर लाग्छु। किन भन्दाखेरि बोन्डले त मलाई 7.5% ब्याज दिँदैछ
दिन्छ होइन। तर त्यही 1,000 रुपियाँ मैले ब्याङ्कमा राखेँ भने त 6% मात्रै दिन्छ नि त होइन। त्यसो भए बोन्डको डिमान्ड बढो भने के हुने रहेछ, भ्यालु पनि बढ्छ है त। अब हामीले सजिलै अनुमान लगाउन सक्छौँ है, 1,000 भन्दा कम आउँछ कि 1,000 भन्दा बढी आउँछ है। कुपन रेट थोरै छ होइन, इल्टो म्याच्युरिटी केडी चाहिँ के छ, धेर छ भने बोन्डको प्राइस के हुन्छ, कम हुन्छ। कुपन रेट बढी छ, इल्टो म्याच्युरिटी थोरै छ भने बोन्डको प्राइस के हुन्छ, बढ्छ है। भनेपछि बोन्डको प्राइससँग कुपन रेटको सम्बन्ध चाहिँ पोजिटिभ हुन्छ। कुपन रेट बढ्दै गयो भने बोन्डको प्राइस पनि बढ्दै गयो। तर इल्टो म्याच्युरिटी छ नि, केडी कस्ट अफ डेट छ नि, यो चाहिँ कुपन रेटभन्दा थोरै छ, कम छ भने के हुन्छ, बोन्डको प्राइस बढ्छ। तर कुपन रेटभन्दा इल्टो म्याच्युरिटी बढी छ भने के हुन्छ, बोन्डको प्राइस घट्छ। यसरी नै घट्छ। 777.5 भयो होइन त। यहाँनिर इल्टो म्याच्युरिटी बढी छ 12%, मार्केटको इन्ट्रेस्ट रेट बढी छ, कुपन रेट चाहिँ आज के छ, कम छ। यस्तो अवस्थामा बोन्डको प्राइस के हुने रहेछ, घट्ने रहेछ है। यो सप्लाई र डिमान्डको कारणले गर्दाखेरि के हुन्छ, बोन्डको प्राइस कहिले बढ्ने कहिले घट्ने भइरहन्छ भने कतिखेर चाहिँ इक्वल हुने हुने रहेछ, जब कुपन रेट र इल्टो म्याच्युरिटी जब बराबरी हुन्छ, त्यस्तो अवस्थामा चाहिँ के हुने रहेछ, 1,000 भनेको ट्याक्क हाम्रो कति हुन्छ, भिजेरो 1,000 आउँछ, पार भेल्युसँग के हुन्छ, इक्वल हुन्छ है त। फाइनाइट म्याच्युरिटी बोन्डको भ्यालुएसन गर्ने मेथड चाहिँ, हाम्रो तरिका चाहिँ यही हो है। यसरी नै हामीले के गर्छौँ, बोन्डको मूल्याङ्कन गर्छौँ है त। अब तपाईँहरूले कतिको बुझ्नुभयो बुझ्नु भएन होइन, के बुझ्नु भएन, कुन ठाउँमा बुझ्नु भएन, त्यो मलाई चाहिँ एकपल्ट म्यासेज गर्नु होला है त। हस्, थ्याङ्क यू।